आजको भिडियो चाहिँ अब देश तथा विदेशमा जे जति साथीभाइहरू चाहिँ यो लोडर चलाउनको लागि जाँदै हुनुहुन्छ उहाँहरूलाई चाहिँ सपोर्ट हुने तरिकाले मैले यो XCMG ZL15 मोडलको है एउटा यो लोडरको चाहिँ बारेमा जानकारी दिन लागिरहेको छु। जो साथीहरू चाहिँ अब विदेशमा अथवा हाम्रो देशमा विभिन्न कम्पनीहरूमा यो XCMG लोडर चलाउनु भनेर चाहिँ जान लाग्नु भएको छ अथवा त्यो कम्पनीमा यो लोडरहरू छ भने चाहिँ उहाँहरूलाई अब अग्रिम भनौँ न पहिला नै अलिकति जानकारी दियो भने सपोर्ट होस् भन्ने हिसाबले बनाउन लागिरहेको। र यसको चाहिँ तपाईँले देख्न सक्नुहुन्छ अब बकेट चाहिँ यस्तो खालको छ। यसले चाहिँ 4 टन एक लडमा 4 टन उठाउने गर्छ है। र त्यही गरेर अब यतापट्टि साइडमा चाहिँ यो एसीको फिल्टरहरू यताउता राखिएको हुन्छ। यो चाहिँ तेल हाल्ने ट्याङ्कीमा तेल हाल्नको लागि चाहिँ यतापट्टि बिर्को है यो यहाँबाट राख्न सकिन्छ हामीले। त्यस्तै गरेर अब तपाईँहरूलाई म भित्रको क्याबिनको विषयमा देखाउँछु। विशेष त अब यहाँ यसैको विषयमा चाहिँ जानकारी पाउनु पर्ने हुन्छ लोडर अपरेटरहरूले है। र यसको क्याबिनमा चाहिँ यस्तो सिस्टम छ। अब यो अगाडिको यो प्राय अब अरू लोडर जस्तै नि हो, केही थोरै मात्रै फङ्सनहरू फरक होला। अगाडिको यो अब फरवार्ड देखिहाल्नुभयो, यो 2 नम्बर गियर, यो 1 नम्बर, त्यस पछाडि न्युट्रल, अनि गएर यो रिभर्स छ है। यिनीहरू चाहिँ एसीको लागि हो, हावा आउने ठाउँ हेर्नु होला। र यो XCMG लोडरको चाहिँ एउटा लिभर हुन्छ है, सिङ्गल लिभर एउटा मात्रै, डबल लिभर हुने गर्दैन। अब कति लोडरहरू चाहिँ डबल लिभरको पनि आउँछ। अब हामीले डबल लिभरको पनि धेरै चलायो। यो चाहिँ यो अगाडिको यो जुन बकेट छ, यो बकेटलाई चाहिँ यताउता नचलोस् भन्नको लागि कुन बेलामा चाहिँ यसलाई लक गरेर राख्नुपर्ने हुन्छ, बकेट नझरोस् होइन, एक्सिडेन्ट नहोस् भन्नको लागि। यतापट्टि साइडमा छ यो अब यो एसीको बटमहरू हो। अनि चाहिँ वाइफरको है यस्तो हुन्छ। यसरी थिच्दा यो अगाडिको वाइफर यो चल्छ होइन। कता राखेको छ यसले हेर्नु, यो वाइफरको यो बटम चाहिँ। र अब यतापट्टि लाइटहरू दिएको छ, अनि इन्डिकेटरको बत्तीको स्विच। र अब चाबी यस्तो साइडमा लाग्ने गर्दछ। र यो रहेको छ, यो के अरे बत्तीकै हो, यो पनि लाइटकै हो। यसो गर्दाखेरि अगाडि बत्तीहरू हेडिङ हुने बत्ती पनि गर्दैछ। त्यस गरेर यो त अब यसै गियर भइहाल्यो। र यहाँ अगाडि ड्यासबोर्डमा देख्न सक्नुहुन्छ, यो चाहिँ आवर मिटर छ। अनि त्यस्तै गरेर यतापट्टि हेरेर अब डिजेलको के कति छ भनेर ठुलो रहेछ, डिजेल के कति छ भनेर पर्सेन्ट देखाउँछ हेरेर। त्यस गरेर ब्याट्रीको, अनि इन्जिन आयल, टेम्परेचर, RPM यस्तै कुराहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। यस्तै नै हो यसमा पनि है त। त्यस्तै गरेर अब यो पछाडिपट्टिको यो पनि यो दुई साइडमा भएका उनीहरू पनि यो एसीको हावा आउने वाल नै हो है। र यता माथि यो साउन्ड सिस्टमहरू, स्पिकर दिएको छ अपरेटरको लागि, गीत सुन्न हेर्नको लागि होइन। कहिले काहीँ बोर हुन्छ नि त त्यस्तो समयमा गीत सुन्न हेर्नु भनेर। र यहाँनिर चाहिँ यिनीहरू बत्ती हो, यो रातिको बेलामा कहिले कि यस्तो बाल्नुपर्ने हुन्छ होइन। यस्तो खालको छ। र यो साउन्ड सिस्टम भइहाल्यो। साथमा यो पछाडिको वाइफरको, यो पछाडिको वाइफरको, अनि यो चाहिँ सेफ्टी लाइटको यो बालेपछि यसको
माथिपट्टि सेफ्टी लाइट बल्ने गर्दछ। काम गर्ने बेलामा प्रायःजसो सबै ठाउँमा चाहिँ सेफ्टी लाइटकै युज गर्नुपर्छ भनेर भनिन्छ होइन। त्यो कारणले गर्दा ती कुराहरू पनि दिएको छ। यस्तै हो अब क्याबिनमा दिएका कुराहरू भनेको त्यस्तै नै हुन्छ। अब यो चाहिँ ढोका खोल्न लाउनको लागि चाहिँ सिस्टम छ, तर यो हामीले यो चाहिँ ढोका खोल्न लाउनको लागि नै हो। यो पनि अब यसरी लगाइयो होइन, यसरी तान्छ, यसलाई यसरी लगाएर माथिपट्टि तान्ने अनि यसरी ढोक्ने, त्यो गरेपछि खोल्ने गर्दैछ। र यसरी हामीले यसरी लक गरिसकेपछि चाहिँ यसलाई यसरी तान्नु पर्ने हुन्छ। जब यसरी तानिन्छ अनि यो ढोका बल्ल खुल्छ। यदि यसलाई उता यो ढोका चाहिँ यता पछाडि लक भइसकेपछि हामीले यसलाई तानिएन भने चाहिँ यसलाई यसरी माथि तानिएन भने यो ढोका त्यहीँ लक भएर बस्छ, आउँदैन। र XCMG ZL50 यो मोडलको चाहिँ अब लोडरमा यस्तै कुराहरू दिएको छ है क्याबिनमा चाहिँ। यति भएपछि तपाईहरुलाई अब यो भयो यो ब्रेक खाएको चाहिँ एक्सिलेटर, यो एक्सिलेटर, यो ब्रेक र यो चाहिँ अब यसलाई यसरी तानेपछि यो आफूतिर यता हामीतिर ढल्किन्छ अनि उता लानु पर्यो, आफूलाई कतिको ठिक हुन्छ हैन। त्यो हेर्नको लागि मिलाउनलाई चाहिँ यो अब यसलाई यसो गरेर टाइट भयो र साथमा यो दिएको छ, यो पनि यही स्टियरिङकै हो। अनि अर्को कुरा चाहिँ के पनि छ भने यसको यो पनि भनिहाल्नु हैन तपाईहरुलाई, यसको चाहिँ यो अब मान्छे कति वेट छ उसको वेट मिलाउनलाई चाहिँ हैन। अब यो घुमाएर यसको यो सस्पेन्सन हुन्छ के, यो लोडरको चाहिँ एक्सकाभेटर लोडरको चाहिँ सिट सस्पेन्सन हुन्छ। अनि सस्पेन्सनको वेट मिलाउनलाई यो दिएको हुन्छ यस्तो है, यसो। र सिटलाई अगाडि पछाडि गर्नलाई यस्तो यसलाई माथि तान्ने अनि सार्ने, यो अगाडि आउँछ फेरि पछाडि लानु पर्यो भने यस्तो उठाउने अनि पछाडि यसो हुन्छ। अनि यहाँ माथि पनि अर्को दिएको छ, यो यसलाई यस्तो तान्यो अनि अगाडि जान्छ, छोड्यो फेरि यस्तो गरेर आफूलाई कति आवश्यक पर्छ त्यो अनुसार चाहिँ आफूले अगाडि पछाडि यसलाई मिलाउन सकिन्छ। ल अब साथीहरू यही हो हैन, यो लोडरको चाहिँ क्याबिनको फिचर फङ्सन भनौँ न सबै यस्तै छ। यो हेरेर चाहिँ तपाईहरुलाई केही सपोर्ट मिल्यो होला भन्ने आशा गरेको छु है त। भिडियो हेरिसकेपछि आशा गरेको छु सम्पूर्ण साथीहरुलाई चाहिँ केही सहयोग मिल्यो होला भनेर। र आउँदा दिनहरुमा तपाईहरुको सामु यस्तै जानकारीमूलक भिडियो लिएर आइरहनेछु। र सपोर्टको लागि हजुरहरुले चाहिँ लाइक, सब्स्क्राइब र कमेन्ट गर्नु होला र आफूलाई मनमा के कस्तो लागेको छ त्यसको लागि पनि जानकारी गराइदिनु होला भन्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।